काठमाडौँ महानगरपालिकाले चाउहिलको 7 तल्ले क्षेत्रमा बनाएका घरमा समेत डोजर चलाएर भत्काएको छ। सार्वजनिक जग्गा मिचेर अनधिकृत रूपमा बनाएका संरचना हटाउने क्रममा 7 तल्ले क्षेत्रमा डोजर चलाएको हो। सो क्षेत्रमा पक्की ठूला बिल्डिङहरू समेत बनेका थिए। ती सबै घरहरूमा सुरक्षाकर्मी परिचालन गरी भत्काउने काम जारी रहेको छ। यसलाई काठमाडौँ उपत्यका सहित देशभर सरकारी तथा सार्वजनिक जग्गा खाली गराउने र वास्तविक सुकुम्बासीलाई पुनः स्थापना गर्ने वर्तमान सरकारको निर्णयको निरन्तरता ठानिएको छ। यसअघि महानगरपालिकाले थापाथली, गैरीगाउँ, मनोहरा, अनामनगर, शङ्खमूल, बुद्धनगर, टेकु, स्वयम्भू, बालाजु लगायतका विभिन्न क्षेत्रमा पनि डोजर चलाएर भत्काएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आवासको हक सुनिश्चित गर्दै समस्याको स्थायी समाधान निकाल्ने उद्देश्यले सुकुम्बासी बस्ती खाली गरिएको प्रतिक्रिया दिनुभएको छ। उहाँले सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत नागरिकलाई हटाउने उद्देश्यले सुकुम्बासी बस्ती खाली नगरिएको स्पष्ट पार्नुभयो। नेपाल सरकार स्पष्ट गर्न चाहन्छ कि चालिएका सबै कदमहरू नागरिकलाई हटाउने उद्देश्यले होइन, आवासको हक सुनिश्चित गर्दै समस्याको स्थायी समाधान निकाल्ने उद्देश्यले अगाडि बढाइएका हुन्। प्रधानमन्त्रीले भन्नुभएको छ, त्यसले कुनै पनि प्रकारको भ्रममा नपर्न, अनावश्यक रूपमा नआत्तिन तथा अपुष्ट सूचना नफैलाउन सम्पूर्ण नागरिकमा अनुरोध पनि गर्नु भएको छ। सरकार प्रत्येक भूमिहीन नागरिकको सुरक्षित, सम्मानजनक र